सुशीला म्याडमको पार्टी खाना खानु बोलाए त्यहाँ जान पर्यो अब भने त्यहाँ गामतिर त मजाले ताउला भरि खसिया मासु पकाएर अनि टन्नुमा झोल र भात गमरे खाइन्थ्यो नि त गाममा त त्यहाँ त्यसरी खाइन्थ्यो त्यहाँ त सुशीला म्याडमको छोरीको बिहामा गएको त अब त के थरी राखेर आफै झिकेर खाने पार्टी रहेछ अब के गर्ने हो त्यहाँ बडो मेसो पाइन त्यहाँ तिनमा अघि हिँडिन् म नि तिनको पछि हिँडेँ तिनले जे गर्छिन् त्यही गर्छ तिनले जे झिक्छिन् त्यही झिक्छु त्यहाँदेखि पहिला थाहा छैन त्यहाँदेखि खा सबै कुरो तिनले जे गर्छिन् त्यही गर्दै 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 लास्टमा त त्यो दही रहेछ प्लेटा त्यहाँ त दहीको यत्रो प्लेटा दही रहेछ त्यो प्लेटा यत्रो रातो डल्लो क्याको डल्लो त्यो चेरी रातो डल्लो रहेछ त्यहाँबाट त दही क्याएर खानियो न त्यो डल्लो पहिला खानियो न दही दही खानु हुँदो हेरे त नि जतिखेर खाएर हुँदछ त्यहाँ त त्यो प्लेटमा ती ननुहाल दही यस्तो डल्लो यसो फाल्छिन् म नि यसो फाल्छु तिनले त्यो डल्लो यसो त पल्टाउँछिन् दही झिकेर खान्छन् म नि यसो त पल्टाउँछु दही झिकेर अनि खाँदा त्यो दही सकिन् मैले नि दही सकेँ त्यो डल्लो क्याएर चिनाएर हेर त्यो डल्लो लास्ट खाइन्